विगत सम्मत 1882 मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरूप धरहरा निर्माण गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकाले धरहरालाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ। राजधानी काठमाडौँको सुन्दरामा अवस्थित धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। कारण थियो पहिले सामाजिक र प्रशासनिक सूचना र जानकारी दिनका साथै भेला गराउन बिगुल बजाउनु। विगत सम्मत 1990 भन्दा पहिला यसमा 11 तला थियो। यसको बारदली 9 तलामा थियो, तर 1990 माघ 2 मा भूकम्प आएपछि 10 र 11 तला भत्किएको थियो र 9 तलामा सीमित भयो। 2072 वैशाख 12 मा 7.8 रेक्टरको महाभूकम्पले धरहरा पूर्ण रूपले नष्ट भयो। धरहराको पुनर्निर्माण। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगत सम्मत 2078 वैशाख 11 गते पुनर्निर्मित धरहराको उद्घाटन गरे। कुल 3 अर्ब 48 करोडको लागतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माण सम्पन्न गरेको हो।